ल नमस्कार सबैजनालाई। मेरो भिडियो हेरेर साथ र सपोर्ट दिनुहुन्छ भन्ने एकदमै आशा गरेको छु र भरोसा पनि गरेको छु। मैले भन्न खोजेको चाहिँ पोर्चुगल आउनलाई गाह्रो पनि छैन, सजिलो पनि छैन। पोर्चुगल अहिले D1 भिजाको लागि ओपन नै छ। D1 भिजा खुलिरहेको छ, तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ मज्जाले। तर आफ्नो घर बारी बेचेर चाहिँ पोर्चुगल नआउनु होला, किनभने पोर्चुगल धेरै नै गाह्रो कन्ट्री हो। युरोप हो पोर्चुगल, युरोप कन्ट्री भनेको अलिकति डिफ्रेन्ट तरिकाले चाहिँ सोच्ने हो भने यहाँको कति केसहरू चाहिँ पेन्डिङमा भएको छ, कति केसहरूलाई चाहिँ आइमाले कार्डहरू दिएको छैन। कसैले तपाईलाई चाहिँ 20-25 लाख रुपैयाँ माग्दैमा तपाईलाई म भिजा लगाइदिन्छु भनेर कसैले आश्वासन देखाउँछ भने पनि त्यो राम्रोसँग बुझ्नु होला, कसरी भिजा लगाउँछ, कहाँबाट लगाउँछ, कसरी लगाउने हो, कुन तरिकाले जाने हो भनेर चाहिँ बुझ्नलाई आवश्यक छ। र पन्त ब्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला र यस्तै नयाँ भिडियोहरू लिएर ताजा अपडेट लिनेछु। र मैले चाहिँ तपाईलाई केही केसहरू, भिजा लागेको केसहरू पनि आएको छ। मेरो युट्युब च्यानलमा जानु होला, जय घन्टी अथवा पोर्चुगल कान्छो युट्युब च्यानलमा गएर पनि तपाईले चाहिँ हेर्न सक्नुहुन्छ। र विदेश आउने प्रोसेसमा हुनुहुन्छ भने चाहिँ कसैले बिना एडभान्समा तपाईलाई काम लाउँदैन, बिना एडभान्समा कसैले तपाईलाई एप्लाई गर्ला। र कति केसहरू चाहिँ फेक ओर कन्ट्याक्ट निकालेर पनि पैसा खाइरहेको छ। कति केसहरूमा चाहिँ फेक भिजा पनि लगाउन मिल्छ, किनभने तपाईको मैले धेरै केसमा चाहिँ मैले आफूलाई नै जज गर्दाखेरि चाहिँ तपाईको केही कुराहरू के जुन अब जुन तपाईले भिजा पासपोर्टमा भिजा लाग्यो, पासपोर्टमा भिजा लगाइसकेपछि चाहिँ तपाईलाई अब अहिले जनवरी फेब्रुअरी मार्च हैन, मार्चको भिजा अप्रिलमा लाग्दैन, किनभने अप्रिलको भिजा अप्रिलमै लाग्ने हो। त्यो कुराहरूले गर्दा पनि त्यो अगाडि नै भिजा लगाएर पछाडिको डेट राख्ने, अनि त्यसपछि तपाईको 120 दिनको भिजामा चाहिँ तपाईको 6 महिनाको भिजा राखिदिने हैन। त्यो कारणले गर्दाखेरि पनि कति कुराहरू फेक हुन्छ। अनि त्यसपछि तपाईको ओर कन्ट्याक्ट आइसकेपछि त्यो ओर कन्ट्याक्ट कसरी तपाईले रि गर्ने, कसरी चेक गर्ने त भनेर चाहिँ तपाईले भन्नुभयो भने तपाईँ गुगलमा जानुस्। गुगलमा गएर तपाईको कम्पनी जुन स्ट्याम्प हानेको कम्पनीको नाम हेर्नु हैन। स्ट्याम्प हानिसकेपछि त्यसमा कोड QR कोड छ कि छैन, अथवा स्ट्याम्प कहाँको छ, त्यहाँनिर सिग्नेचर छ कि छैन भनेर हेर्नु। त्यसपछि आफ्नो ओर कन्ट्याक्ट हेर्दाखेरि त्यो हेरिसकेपछि चाहिँ तपाईलाई जेन्युन कतिको लाग्छ त्यसमा डिपेन्डेन्ट हुन्छ हैन। अनि त्यसपछि तपाईको ओर कन्ट्याक्टमा मेन्सन गरेको छ छैन स्यालेरी, तपाईको निफ नम्बर, फिनान्स नम्बर, पासपोर्ट नम्बर मेन्सनै गर्छ हैन। त्यसमा दुई मत भएन। तर तपाईको फिनान्स र निफ नम्बर मेन्सन गरेको छैन, त्यो कुराहरू हेर्नु। त्यो कुराहरू हेरेर पनि तपाईले धेरै कुरा जान्न सक्नुहुन्छ। र आफ्नो फिनान्स नम्बर ट्र्याक गर्नुस्। जुन एउटा सोशलमा जानु एउटा यो फतुरा भन्ने एप्स हुन्छ, त्यसमा गएर ट्र्याक गर्दा पनि आफ्नो निफ नम्बर पकेताले देख्छ। त्योबाट नि तपाईँ ओरिजिनल हो कि फेक हो भन्ने थाहा हुन्छ। तपाईको भिजा अनि तपाईको अब त्यो त भयो वर्क पर्मिट हैन। कति मान्छेहरू कति आउनुहुन्छ टिकटकमा, सर मलाई चाहिँ यो गरिदिनु, यो चेक गरिदिनु पर्यो भन्नुहुन्छ। चेक गर्नलाई पनि ठिक हो, चेक गर्न भन्नुभयो, राम्रो हो हैन। तर तपाईहरु यत्रो गुगल जुन मिडियाको उमा छ हैन, मिडियाको साइडमा हुनुहुन्छ, तपाईहरुले गुगलमा जानु, गुगलमा गएर तपाईको कम्पनीको कुन कम्पनी हान्नु, त्यो कम्पनीले के गर्छ, कतिजनाको भिजा लाग्छ, कतिजनालाई चाहिँ अहिलेसम्म भिजा दिइसक्यो, कस्तो कम्पनी हो भनेर हान्नु भयो भने त्यहाँ बगैँचाले देखाउँछ। तर तपाईहरुलाई यही गर्नलाई गाह्रो छ। र पछि भन्नुहुन्छ सर यति चाहिँ वर्क कन्ट्याक्ट आयो, अब VFS आउँदैन, VFS आउँछ, त्यसपछि मलाई चाहिँ 5 लाख रुपैयाँ मागेको छ, 6 लाख रुपैयाँ मागेको छ भन्नुभएको छ। वर्क कन्ट्याक्ट आउने बित्तिकै पैसा दिने होइन। तपाईको जब पैसा दिनुहुन्छ, वर्क कन्ट्याक्ट आइसकेपछि होइन, एडभान्स कसैले 2,50,000 3 लाख रुपैयाँ माग्छ भने हो, त्यो आफ्नो सिस्टममा जाने हो, त्यो सिस्टम अनुसार जाने हो हैन। तर तपाईलाई कसैले चाहिँ वर्क पर्मिट आयो, तेरो यो वर्क पर्मिट हो, तपाईको चाहिँ यो वर्क पर्मिट हो हैन, यो वर्क पर्मिट आयो, मलाई 2 लाख रुपैयाँ पठा, 5 लाख रुपैयाँ पठा भन्नु भने चाहिँ बिन्ती छ, पैसा नहाल्नु होला, किनभने त्यो इज अ फेक। जसले फेक काम गर्छ त्यसले पहिला सुरुमा पैसा माग्छ। एडभान्स दिनु डिफ्रेन्ट कुरा हो। एडभान्स मैले पनि लिन्छु, म एडभान्स लिएर काम गर्छु, मलाई एडभान्स बिना म काम गर्दिनँ। इज अ वर्क पर्मिट आइसकेपछि चाहिँ तपाईलाई 5 लाख रुपैयाँ पठा, 6 लाख रुपैयाँ पठा भनेको इज अ 5-6 लाख भनेको हामी नेपाली भनेको नट अ जोक। यदि विदेशमै हुनुहुन्छ, खाडीमा बसेर कमाउनु भएको छ, इन्डिया आफ्नो क्षेत्रमा बसेर कमाउनु भएको छ भने पनि नट अ जोक। 5 लाख रुपैयाँ, 6 लाख रुपैयाँ भनेको पैसा कमाउनलाई धेरै गाह्रो छ। त्यही भएर चाहिँ नबुझिकन चाहिँ बिना पैसामा नफाल्नु होला, बिना टाइम वेस्ट नगर्दिनु होला कसैले पनि। र अर्को VFS जुन वर्क पर्मिटको कुरा आयो, र वर्क पर्मिट गरे आइसकेपछि VFS भनेको
2-3 महिना 3-4 महिनामा आए पनि नो प्रब्लम, आउन चाहिँ पर्यो। ढिलो चाँडो भिएफएस आउँछ हैन, ढिलो चाँडो भिएफएस आउँछ। त्यसपछि तपाईँको भिएफएस आइसकेपछि भिएफएस गर्नु, भिएफएस गरेको 7 देखि 35 अथवा 55 दिनभित्रमा भिजा आयो भने आयो। जब तपाईँको चाँडै पासपोर्ट चाहिँ तपाईँलाई पासपोर्ट दिन्छ, भिएफएस गरिसकेपछि चाँडै पासपोर्ट दिन्छ भने त्यो 100% भिजा लगाएर आउँछ। र यदि इनकेस तपाईँलाई चाहिँ पासपोर्ट बिचमा रोकिदियो, 55 दिन कर्दा पनि तपाईँको पासपोर्ट रिटर्न भएन भने चाहिँ 100% सोच्नु, 100मा 98% मात्रै भिजा लगाएर आउँछ। त्यो चाहिँ 98% हो, त्यसरी भिजा लगाएर आउँछ। त्यही भएर आफूले एप्लाई गर्नुभन्दा पहिला चाहिँ बुझेर एप्लाई गर्नु होला, नआत्तिनु होला, नभडबडाउनु होला। किनभने आज एउटा गल्तीले तपाईँहरूको फ्यामिली बिग्रिन्छ हैन, विवाहित गर्नुभएको छ भने श्रीमतीले छोडेर जान्छ, बच्चाहरू एकदम गाह्रो हुन्छ तपाईँहरूलाई हैन। त्यही भएर बिचमा के अरे वर्क पर्मिट आउने बित्तिकै पैसा दिनु पर्दैन। भिएफएस गरेर भिजा आइसकेपछि पैसा दिने हो तपाईँहरूले। एडभान्स दिनु, सुरुमा एडभान्स दिइसकेपछि वर्क पर्मिट आएपछि कसैले पनि पैसा माग्न माग्दैन। यदि माग्यो भने पनि नदिनु होला, सोचेर बुझेर अगाडि बढ्नु होला। कतिपय मैले वर्क पर्मिट हेर्दाखेरि फेक स्क्याम गरेको, कसैले प्रिन्ट आउट गरेको, कसैले नाम राखिदिएर कति मिस्टेकहरू हुन्छ हैन। त्यो वर्क पर्मिटको जुन स्पेलिङहरू, जुन त्यसको बनाउने शैलीहरू मिस्टेक हुँदैन। किनभने वर्क पर्मिट यहाँको कम्पनीले दिने हो। आफै साइबरबाट प्रिन्ट आउट गरेर कसैले नाम र एउटा जुन रङ फिनान्स र सोसल राखिदिएको हुन्छ त्यसमा दिइरहेको हुन्छ, कसैले मान्छेलाई नै मान्छे बेचिरहेको हुन्छ। त्यसमा भ्रममा नपर्नु होला। कन्फ्युज भयो भने भन्नुहोस्, म सहयोग गर्छु तपाईँहरूलाई। मैले सकेको म गरिदिन्छु। तर तपाईँहरू आउनुहुन्छ, सहयोग माग्न आउनुहुन्छ, तर त्यो कस्तो तरिकाले आउनुहुन्छ भने यो पनि दलाली हो। यसलाई जे भनिदिनु हुन्छ, यसको टाइम छ, यसलाई बेच्दिन, मलाई नै बेच्ने तरिकाले आउनुहुन्छ। तपाईँहरू आउनुभयो भने त्यसरी नआउनु होला, बिन्ती गर्छु सबैमा। किनभने समय सबैको एकै नाश हुँदैन, समय सधैँ एउटै पनि हुँदैन। त्यही भएर कहिलेकाहीँ म बिजी हुन्छु, कहिलेकाहीँ तपाईँहरू बिजी हुनुहुन्छ। त्यसलाई चाहिँ मध्यनजर गरेर क्वेसन सोधिदिनु होला र टाइम वेस्ट गर्न नआउनु होला हैन। त्यही भएर चाहिँ सबैमा बुझेर पोर्चुगल एप्लाई गर्नु होला। कुनै पनि युरोप कन्ट्री एप्लाई गर्दाखेरि सोचेर बुझेर गर्नु होला। सबैलाई शुभकामना। र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। मलाई सब्सक्राइबको धेरै आवश्यक छ। तपाईँहरूको सानो सहयोगले मलाई धेरै हुन्छ र मेरो सानो सहयोग तपाईँहरूले लिनुभयो भने धेरै हुन्छ। बुझेर अगाडि बढौँ, बुझेर जाउँ, स्क्यामबाट बचौँ। त्यही भन्दै आजलाई बिदा चाहन्छु। नमस्कार है।